आज चाहिँ म मेरो सानो करेसाबारीको भिडियो बनाउँदैछु। यहाँ चाहिँ मैले अस्ति दसैँ अघि लगाएको जमसुर अब 1-2 दिनमा खाने बेला हुन्छ। यहाँ हाम्रो बारीमा चाहिँ तिहारमा फुल नफुले पनि अहिले चाहिँ ढकमक्क फुल फुलिरहेको छ। यो चाहिँ मेरो सानो करेसाबारी अनि यहाँ चाहिँ मैले लसुन रोपिसकेको छु। यहाँ चाहिँ भर्खरै यो चाहिँ यसपालिदेखि टमाटर फल्न सुरु गर्दैछ। यहाँ मेरो सानो करेसाबारीमा चाहिँ यहाँ एउटा फर्सी पनि रेडी भएको छ है खानालाई। अरू चाहिँ सानो सानो चिचिला लाग्दैछ, सानो सानो लाग्दैछ। अनि यहाँ अलिअलि साग छ, भर्खर खाने बेला हुँदैछ। यहाँ चाहिँ मैले काउली रोपेको थिएँ। काउलीको बोटहरू चाहिँ सबै अस्तिको ठुलो पानीले बिगारिदियो, मारिदियो। अनि अब फेरि ल्याएर रोप्नुपर्छ। यहाँ चाहिँ सानो चेरी टमाटर पनि फल्दैछ है। यसपालि चाहिँ धेरै छैन, यो चाहिँ अलिअलि पाक्दैछ। अनि यता चाहिँ करेला, घिरौला, यहाँ चाहिँ घिरौला पनि छ है, 1-2वटा चाहिँ खानालाई अहिलेसम्मलाई चाहिँ भइरहेको छ। यो रह्यो मेरो करेसाबारी साथी हो। त्यहाँ चाहिँ इस्कुसको झाल टन्नै छ, तर यसपालि इस्कुस चाहिँ त्यति फलेको छैन।